त्यो जुन नेपाली ब्रो भन्ने फुर्ती फार्ती गर्दै अन्य केटीहरूसँग पनि लाग्दै गएको पाइयो, देखियो होइन। अब त्यो के हिसाबले गरौँ कसरी गरौँ उही जानला, तर श्रीमान श्रीमती एउटा चेली, मेरो चेली हजुरको चेली होइन, सेनाको जागिर खाएको, देशको सेवा गरेको, राष्ट्रको सेवामा समर्पित भएको एकजना चेलीलाई बाटोमा बाटो ढुकी ढुकी होइन छुराले हानेर मार्यो। नमस्कार दर्शकबिन, हामीसँग हुनुहुन्छ, हाम्रो माझमा हुनुहुन्छ आयुर्वेदिक डाक्टर हिलालाल भुजेल हुनुहुन्छ। उहाँसँग विशेष संवाद गर्न लागि गइरहेको छु। विशेषतः अस्ति मात्रै भर्खरै चाहिँ हत्या भएको थियो किशोरी चाहिँ भुजेलका आफन्त पर्नुहुन्छ। उहाँसँग विशेष संवाद गर्नको लागि गइरहेको छु। के भएको थियो, घटना हुनुभन्दा पहिला चाहिँ के भएको थियो, यसको विषयमा संवाद गर्न गइरहेको छु। नमस्ते सर। हजुर नमस्ते। हजुर, त्यो अस्तिको घटना के भएको थियो जबकि नेपाली ब्रो र किशोरी भुजेल एक आपसमा त श्रीमान श्रीमती हुनुहुन्थ्यो होइन, 15 वर्ष अगाडि नै विवाह भएको होइन, उनको छोरा नै अब 15 वर्ष होइन कि 20 वर्ष नै भइसक्यो होला, करिब करिब उनको छोरा त त्यत्रो ठुलो भइसकेको रहेछ, लक्का जवानी भइसकेको थियो। के कारण गर्दा त्यो किसिमको हत्या भएको? म तपाईँलाई प्रष्ट रूपमा के भनौँ भने, हजुर, त्यो जुन नेपाली ब्रो भन्ने भाइ पनि सेनामै जागिर, हजुर हजुर, ईश्वरी भुजेल पनि सेनामै जागिर, हजुर हजुर, तालिम गर्दाको अवस्थामै उहाँहरूको राम्रो चिन्जान हो, लभ म्यारेज पनि तालिम गर्ने अवस्थामै भएको। हजुर हजुर। अनि त्यो जुन व्यक्ति चाहिँ जागिर छोडेर हिँड्यो, जुन त्यो अब चेलीको अब श्रीमान जागिर छोडेर हिँडेपछि श्रीमती जागिरै खाइन् होइन, खाइसकेपछि उहाँहरूको राम्रो सम्बन्ध हुँदै गयो। पछि त्यो जुन नेपाली ब्रो भन्ने फुर्ती फार्ती गर्दै अन्य केटीहरूसँग पनि लाग्दै गएको पाइयो, देखियो होइन। अब त्यो के हिसाबले गरौँ कसरी गरौँ उही जानला, तर श्रीमान श्रीमती एउटा चेली, मेरो चेली हजुरको चेली होइन, सेनाको जागिर खाएको, देशको सेवा गरेको, राष्ट्रको सेवामा समर्पित भएको एकजना चेलीलाई बाटोमा बाटो ढुकी ढुकी होइन छुराले हानेर मार्यो। अब कस्तो मुटुले मार्यो, किन मार्यो भन्ने कुरा त आयो नि। अब तर पछिल्लो समयमा के भयो, मेरो कुरा बुझ्दैन, किन मार्यो भन्ने कुरा उहाँहरूको मुद्दा अदालतमा मुद्दा, अनि उहाँहरूको सम्बन्ध विच्छेद गरिदियो अदालतले, बुझ्नुभयो। अब छोरै 18-19 वर्षको छोरो, एउटा सानो छोरा होइन, त्यत्रो लामो ग्यापमा कान्छो छोरा पनि जन्मेको होइन, अर्को छोरो पठाउको काम गर्ने होइन, अब त्यस्तो राम्रो श्रीमतीको कमाइले घर पनि बनाइसकेको होइन, उसको जति फुर्ती थियो मिडियामा त्यो केही पनि थिएन। करोडको मेरो सम्पत्ति छ भनेर भन्थ्यो, त्यो सबै आयो। त्यो कार चढेर हिँडेको पनि देखियो। कार त हजुर यहाँ अहिले 0 ब्यालेन्समा कार दिन्छ, पैसा पछि तिर्नुहुन्छ। कार, मोटरसाइकल, स्कुटर तपाईँ के लिनुहुन्छ? 4 लाखमा भक्तपुर जाने गाडी पाइन्छ, उहाँ बागबजार जानुहोस्, रोडको 1.5 लाख हो, 4 लाख 5 लाखमा गाडी पाइन्छ। एकैछिन मैले तपाईँले यहाँ रोकेँ, हामी यसैमा केन्द्रित हौँ। जस्तो कि पछिल्लो समयमा अब हरेक मान्छेले विवाह हुन्छन्, विवाह गर्छन् होइन, विवाह गरिएपछि आफ्नो श्रीमतीलाई चाहिँ अब हामी चाहिँ अन्तसम्म मरुन्जेलसम्म हामी चाहिँ साथ हुनुपर्छ, साथ जानुपर्छ, साथ दिनुपर्छ एक आपसमा भनेर भन्छन्। तर विवाह गरिसकेपछि यस किसिमको घटनाहरू घटिरहेको अवस्था देखिन्छ। नेपाली ब्रोको सवालमा पनि कुमार थापा मगर भन्ने त्यो व्यक्तिले चाहिँ बेला बेलामा चाहिँ परस्त्रीले देख्नै नहुने, च्यापिहाल्ने, काँधमा च्यापिहाल्ने त्यो भिडियो त तपाईँलाई थाहै छ, भाइरल भनेर हिँडिरहेको थियो, त्यो अवस्थामा थियो। र पछिल्लो समय के खुल्न आएको छ भने आफ्नै श्रीमतीलाई सकाउनको लागि, सिध्याउनको लागि 5 जनाको पछाडि चाहिँ 4 जना हो कि 3 जनाको चाहिँ ब्याक सपोर्टबाट चाहिँ आफ्नो श्रीमतीलाई चाहिँ छोरा प्रहार गरेर मृत्युको मुखमा पुर्याएको तपाईँले भिडियोबाट थाहा भइसकेको छ होइन, ढुकी ढुकी चाहिँ मारेको अवस्था देखिन्छ। सम्पत्तिकै नाउँमा यो किसिमको चाहिँ कदम उचाल्यो, सम्पत्ति सबै घरदेखि लिएर जग्गादेखि लिएर सबै कुरा चाहिँ किशोरी भुजेलले लग्यो, उसको चाहिँ नाममा नामाकरण गर्यो भन्ने कुरा गरेको छन्। र कतिपयले के भन्छन् भने सम्पत्ति नभएपछि कहाँ जाने त, त्यसो भए कारण उसले चाहिँ त्यो किसिमको बाध्यात्मक परिस्थिति भएर त्यो किसिमको चाहिँ हातकण्डा गर्यो भन्छन्। कतिपय चाहिँ श्रीमतीको नाममा श्रीमतीले कमाएको पैसा
उसको नाममा नभइकन त्यो नेपाली ब्रोको नाममा हुनुपर्छ त नेपाली ब्रोको नाममा राखेको भए उहिले बेचेर खान्थ्यो होइन उहिले बेचेर चाहिँ तरुणहरूलाई दिएर चाहिँ खान्थ्यो ठिकै गरेको थियो अब उसलाई त जन्मकायद फाँसीको सजाय पनि दिनुपर्छ नेपाली ब्रोलाई भनेर भनेका छन् के भन्नुहुन्छ तपाईँको आफ्नो चेलीप्रति यस किसिमको चाहिँ घटना घटेका छन् म जतिको मान्छेले त्यस्तो भन्न मिल्दैन नेपालमा फाँसीको सजाय छैन कानुन बनाएर भए त्यो त प्रत्यक्ष घटना हो नि हो उसैले मारेको हो नि त्यहाँ त दुईजना अर्को छैन नि छैन होइन बाटो अब त्यो योजना बनाउने कतिजना होला नि तर उसैले मारेको हो नि यस्तो मान्छेलाई ल्याएर टुनी खेलमा ढुङ्गाले हिर्काइ जनताले मार्न लाउनुपर्छ यस्तो मान्छेलाई जस्तो साउदीमा गर्छ साउदी त फाँसी दिएर त फाँसी नै दिइहाल्छ नि त्यो किसिममा आएको छ क्रान्तिकारी सरकारले के गर्न सकेन भन्ने कुरा आएको छ के भन्न चाहनुहुन्छ सर यसमा तपाईँको अहिले बालनले गरेको विपक्षले त जे पनि भन्छ 2/3 नजिकको सरकार छ बालनले ठिकै गरेको होइन अनि 37 वर्ष चलेर यिनीहरू यो राजनीतिक दलले चाहिँ के गरेको त कहाँ के गरेको छ भन्नु न नेपालले भारतको सिमाना मिचेको छ भन्छन् बालनले भारतले चाहिँ नेपालको सिमाना मिचिया छैन अहिलेसम्म नेपालले भारतको सीमा मिचेको छैन किन मिचे भारतले नेपालको सिमाना मिचेको छ अब त्यो जुन बालनले नेपालले पनि भारतको सीमा मिचेको छ भनेर जुन शब्द बोलेको छ नि हजुर त्यो शब्द एउटा कूटनीतिक शब्द हो के भाइ त्यो भएपछि ऊ सम्बन्धमा आउँछ अनि त्यहाँ कुरा राख्न पाइन्छ नभए त भारत कहिले पनि आउँदैन यसले त नेपालले पनि भारतको जग्गा मिचिया छ भनेर भन्यो भने होइन अनि बल्ल चाहिँ अब भारत पनि नेपालको सम्बन्धमा आउने भयो नि होइन भाइचाराको नाताले दाजुभाइको नाताले छिमेकीको नाताले सौहार्दपूर्ण वातावरणमा बुझ्नुभयो मिलाउनु पर्छ भन्न खोजिया हो भनेपछि यो भनेको एउटा कूटनीतिक भाषा हो कूटनीतिक भाषा प्रयोग गरेको हो हाम्रो पनि अलिअलि हामीले पनि तपाईँहरूको मिचेको रहेछ तपाईँ पनि आउनुहोस् हामी त्यो भूमि पनि हामी दिन तयार छौँ र हाम्रो भूमि पनि तपाईँहरूलाई मिचेको भूमि हाम्रो मिचेको भए 1 इन्ची ल्याऊ 1 इन्ची पनि छोड्दैनौ तिम्रो मिचेको भए पनि लैजाऊ तिम्रो पनि यता आएको होला तिम्रो भन्दा त हाम्रो धेरै गयो होइन धेर थोर गएको भए पनि दुईजना नमिलिकन त त्यो त सम्म ऊ हुँदैन भनेपछि अहिले त्यसो भए त यो कुरालाई चाहिँ नबुझेर भेडा जसरी चाहिँ अहिले नेपाली जनताहरू चाहिँ कराइरहेको छ भेडा जसरी कारण के जनता होइन उनीहरूलाई नै केही थाहा छैन के भाइ जनता मात्रै होइन यहाँ म तपाईँलाई एउटा देखाउँ भनेको सुगौली सन्धि भने थाहा छ सुगौली सन्धि थाहा छ ल यतापट्टि केन्द्रित हुनु पऱ्यो सर अब 2016 सालमा होइन तपाईँको महाकाली पूर्वका सुगौली सन्धिहरूको याद छैन तपाईँलाई हजुर सुगौली सन्धि भने थाहा छ सुगौली सन्धि थाहा छ तपाईँको यो कैलाश मानसरोवर जाने बाटो त होइन हुम्ला जाने बाटो भन्छ क्या हुम्ला होइन अब त्यस्तै तपाईँको 2016 को सन् तपाईँसँग प्रमाणहरू भए पेश गर्नुहोस् न सर यो भन्दैछु त म सुगौली सन्धिले नेपालको त्यो सुगौली सन्धिको कुरा गर्ने हो भन्छ नि पूर्वमा टिस्टा पश्चिममा काँगडासम्म ती हावा गफ हुन् के हजुर सबै ती हावा गफ हुन् तपाईँको कलकत्ताको सतलजसम्म नेपाल कलकत्ताको सदरमुकामसम्म नेपाल त्यस्तै गरी हिमाचल प्रदेशमा नेउपाने दाहाल आचार्य भनी थर पाइन्छ जानुहोस् तपाईँ हेर्नु हिमाचलमा भारत चाहिँ नेपाल हो भारतवर्ष भनेको नेपाल हो भारत होइन भारतवर्ष भनेको नेपाल हो किनकि भरत राजा नेपालमा जन्मेको हो भारतले त पछि नाम राखेको हो भारत त इस्ट इन्डिया कम्पनीले चलाएको हो बुझ्नुभयो भनेपछि नेपालप्रति त भारत भन्ने जुन इन्डियाले छ त्यो इन्डियाले त एकदमै चलखेलै गरेको रहेछ भन्ने कुरा बुझिन्छ होइन सर हो नि पछि अन्य नै व्यवहार गरेको रहेछ भन्ने कुरा बुझिन्छ हो त र त्यसो भए यहाँ हामी यो एउटा उसमा आउँ होइन सर जस्तो कि डाक्टर साहब यहाँ हेर्नुहोस् न ल भन्नु न त्यसो हो भने
ल नेपालले अब एउटा मैले नबुझेको कुरा क्या यहाँ सुन्नुहोस् त तपाईँको चाहिँ नेपालले चाहिँ भारतलाई बचाउनको लागि भारतलाई चाहिँ उता के अरे पाकिस्तानको आक्रमणबाट जोगाउनको लागि भनेर गोर्खा सैनिक केन्द्र राख्ने भनेर नेपाली युवाहरू नेपाली लक्का जवानहरू चाहिँ भारतमा पठाउने होइन भारतको सेनामा चाहिँ गोर्खा सैनिक भनेर चाहिँ गोर्खा सेना भनेर चाहिँ भर्ती गराएर भारतमै पठाउने त्यही जसले उसैले सहयोग गरेछन् उसको भूमि चाहिँ भारतले हटाउने भन्ने चाहिँ कतिसम्मको यो के हो के छ यो हिजो जुन तपाईँको के थियो भने राजा महेन्द्रसँग सम्झौता भएको राजा महेन्द्रले 17वटा सेनाका ऊ हटाएको बुथ एउटा त्यही लिपुलेक लिम्पियाधुरा कालापानीमा छ 18वटामा 17वटा हटाएको सीमा साथ त तपाईँको जङ्गे पिलर उही बेलाको छँदैछ त त्यसैलाई मानेर गरे भइगयो नि जङ्गमाले गाडेको पिलर त जङ्गे पिलर भन्ने छैन र त्यहाँ छ र अहिले छैन त हटाइसक्यो होला कसले भन्यो त्यो हटा त बाढीका कारणले हटायो तपाईँ नेपालको यदि यो सुगौली सन्धि कुनै पढेको मान्छे छ भनेदेखि सुगौली 4वटा जिल्ला जान्छ हजुर 4वटा जिल्ला नेपालको अलि अध्ययन गरेर बोल्नुपर्छ 4वटा जिल्ला सुगौली सन्धि फर्काउने हो भने नेपालले 4वटा जिल्ला भारतलाई छोड्नुपर्छ अनि भारतको पनि कति आउने हो फेरि केही आउँदैन भारतलाई नेपाल चाहिएकै होइन क्या भारतको भूमि सीमा साँच्चै किटान गर्नुपर्ने हो त्यत्रो विशाल भारत जसको 29वटा त प्रदेश छ अझ अहिले त 31वटा छ अरे भन्ने सुन्छु 29वटा प्रदेश छ होइन अब भारत भनेर पछि नाम राखे हो तपाईँले त इस्ट इन्डिया कम्पनीले चलाएको देश हो तपाईँले त बालेन शाहले भने जस्तो कुरा फेरि गर्नुभयो त फेरि तपाईँले 1600को त्यो सन्धिअनुसार जाने कति त्यो के अरे सुगौली सन्धिअनुसार जाने हो भने 4वटा फेरि चाहिँ जिल्ला जान्छ फेरि जिल्लाबाट आउँदैन भन्ने कुरा पूर्वमा टिस्टा पश्चिमको काँगडासम्मको चाहिँ त्यो चाहिँ के हो त त्यो फेक हो र त्यो कुरा चाहिँ त्यो चाहिँ तपाईँको मैले भन्नुहुन्छ फेरि दिल्लीसम्म छ भनेर भन्नुभयो कलकत्तासम्म पुग्छ भनेर भन्नुभयो परेवाको आकारको नक्सा छ भाइ ल भन्नु त्यसो भएको कारण त अब हामी